जस्तो नि अहिले स्थानीय तहको निर्वाचनको चटारो कस्तो छ भाइ? स्वाभाविक रूपमा अब स्थानीय तहको निर्वाचनको चटारो थोरै समयको अवधिमा हामीले निर्वाचन चाहिँ फेस गर्नुपर्ने कारणले गर्दाखेरि अत्यधिक चटारो छ। त्यहीमाथि अब डे टु डे चाहिँ जनतासँग चाहिँ पुग्नको निम्ति अब समय अभावको कारणले गर्दाखेरि टोलमा भए पनि व्यक्ति भेट्ने सम्भावना नभए तापनि टाइमको चाहिँ चटारो अत्यधिक हुँदो रहेछ र यही चटारोका बावजुद अब अधिकतम चाहिँ सबै मतदाताहरूसँग पुग्ने चाहिँ प्रयत्न गरिरहेका छौँ। जस्तो नेकपा एमालेको प्रतिनिधित्व गर्दै यहाँ फिदिम नगरपालिकाको मेयर उठिरहनु भएको छ होइन? मेयरको उम्मेदवारी दिँदै गर्दा कस्ता कस्ता विकासका सम्वाहकहरू बोकेर हिँड्नु भएको छ? स्वाभाविक रूपमा फिदिम नगरपालिका भन्ने बित्तिकै नगरपालिका क्षेत्रमा सबैभन्दा ठुलो समस्याको रूपमा फोहोर मैला व्यवस्थापनको हुने गर्दछ। विशेष रूपमा यो फोहोर मैला व्यवस्थापनलाई सहज रूपमा कसरी गर्ने आम जनताहरूसँगको सहकार्य मार्फत मात्र यो फोहोर मैला व्यवस्थापन गर्न सकिन्छ भन्ने बुझाइ हामी सबैको छ र यो अनुसार तपाईँले फोहोर व्यवस्थापनको कुराहरू हामीले विशेष रूपमा उठाएका छौँ होइन। त्यसै गरी फिदिम नगरपालिकाको आर्थिक पक्षलाई आर्थिक मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रलाई कृषि तथा पशुपालन व्यवसायको निम्ति महत्त्वपूर्ण कामहरू नगरपालिकाले गर्नुपर्छ, जसले गर्दा सिङ्गो चाहिँ तपाईँ चाहिँ मुलुक कृषि प्रधान देश भएको अवस्थामा कृषिको तपाईँ चाहिँ विकास नभई मुलुक विकास नहुने भएको कारणले गर्दाखेरि हामीले स्थानीय तहमा कृषि तथा पशुपालन व्यवसायमा आधुनिकीकरण गर्दै सम्पूर्ण चाहिँ किसानहरूलाई चाहिँ सहकारी मार्फत अगाडि बढाउन निम्ति महत्त्वपूर्ण भूमिकाहरू खेल्ने भन्ने किसिमको हाम्रो चाहिँ कार्यक्रमहरू रहेका छन्। त्यसरी फिदिम नगरपालिकाको अर्को आर्थिक पक्षको मेरुदण्डको रूपमा रहेको पर्यटनको क्षेत्रमा रहेका यस फिदिम नगरपालिकाभित्र रहेका ऐतिहासिक ठाउँहरू सिलौटी लब्रीकुटी लगायत त्यहाँका मठ मन्दिरहरू यस ऐतिहासिक धरोहरहरूलाई चाहिँ पर्यटक क्षेत्रको रूपमा विकास गरी यसलाई व्यापक रूपमा प्रचार प्रसार गर्दै धेरैभन्दा धेरै पर्यटकहरू भित्राउने हामीले कार्यक्रम यसमा राखेका छौँ। त्यस्तै गरी तपाईँको चाहिँ शिक्षा अर्को महत्त्वपूर्ण पाटो भएको कारणले गर्दाखेरि आधुनिक तपाईँको अहिलेको वैज्ञानिक शिक्षा प्रणाली अहिले समाजलाई चाहिँ सही रूपमा चलाउन सक्ने प्रविधि मैत्री शिक्षालाई चाहिँ अगाडि बढाउन निम्ति यसका चाहिँ पूर्वाधार लगायत अन्य क्षेत्रहरूको विकास गर्ने हाम्रो लक्ष्य रहेको छ। त्यसै गरी 5 जिल्लामा रहेको यस 100 जुन हस्पिटलको अहिले कन्सेप्ट आइरहेको छ यसलाई चाहिँ तपाईँ चाहिँ के अरे सही रूपमा चाहिँ सञ्चालन निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने र स्थानीय तहमा रहेका स्वास्थ्य चौकी लगायत अन्य क्षेत्रका स्वास्थ्य इकाइहरूलाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउन निम्ति आधुनिक प्रविधि मैत्री बढाउनको निम्ति महत्त्वपूर्ण भूमिकाहरू हामीले राखेका छौँ। जस्तो फिदिमको कुरा गर्ने हो भनेदेखि अब हामी पर्यटक भित्र आउने कुरा गर्छौँ होइन? फिदिमकै जनतालाई पुग्ने गरी बेसिक आधारभूत चिजहरू जस्तो पानीकै हामीसँग पर्याप्त रूपमा हामी पानी नै उपलब्ध रूपमा खान सकिरहेको छैनौँ होइन? अब कसैको पनि एजेन्डामा हेरौँ पानी चाहिँ छैन कि होइन? अब के फिदिमका जनतालाई पानी चाहिँ नचाहिए हो? स्वाभाविक रूपमा सबैभन्दा आधारभूत तत्त्वहरूमध्ये पानीको एउटा व्यवस्थापन महत्त्वपूर्ण रहेको छ। स्वाभाविक रूपमा फिदिममा हाम्रो साना खानेपानी आयोजना चाहिँ चलिरहेको कारणले गर्दाखेरि यसलाई प्रभावकारी रूपमा बनाउन निम्ति हामीले चाहिँ यो क्षेत्रमा चाहिँ महत्त्वपूर्ण भूमिकाहरू खेल्नको निम्ति हाम्रो यो आयोजनालाई प्रभावकारी बनाउन यसलाई तपाईँ चाहिँ सानपत्र वितरण प्रणाली मार्फत सबैको घर घरमा पुर्याउने चाहिँ हाम्रो चाहिँ प्रतिबद्धता पत्रमा रहेको छ। स्वाभाविक रूपमा अहिले तत्काललाई यो आयोजना चाहिँ भर्खर यहाँ सम्पन्न भएको कारणले गर्दाखेरि चाहिँ धेरैले यसमा ध्यान नआएको त होइन, तथापि एजेन्डामा रहेको कारणले गर्दाखेरि बढी उठाउने विषय चाहिँ शिक्षा स्वास्थ्य फोहोर मैलो पर्यटनहरू रहेकोले गर्दाखेरि चाहिँ यो पनि कम चाहिँ आवश्यकताको विषय होइन भन्ने कुरा चाहिँ हाम्रो प्रतिबद्धता रहेको छ। जस्तै हजुरले मेयरको उम्मेदवारी दिइरहँदा होइन यहाँ चाहिँ अब धेरै खालका जनताहरू छन्, भोटर्सहरू छन्, जस्तो कि बहुदलकाल पञ्चायतदेखि स्थानीय तहको निर्वाचनको व्यवस्था हेरिसकेका जनताहरू छन्। भोट माग्दा कसरी कन्भिन्स गराइरहनु भएको छ कि हाम्रो पालामा चाहिँ विकास गर्छौँ नै भनेर? स्वाभाविक रूपमा यो हाम्रो पुस्ताले साह्रै धेरै राजनीतिक घटनाक्रमहरू देखिएको छ। यो वास्तवमा जीवनमा चाहिँ भन्यो भने एउटा मान्छेले एउटा खालका राजनीतिक तपाईँ चाहिँ व्यवस्थाहरू मात्रै देख्ने गर्ने प्राय परिपाटी रहे तापनि यो हाम्रो पुस्ताले साह्रै धेरै खालका तपाईँ चाहिँ राजनीतिक घटनाक्रमहरू हामीले देखेका छौँ, भोगेका छौँ। स्वाभाविक रूपमा अहिलेसम्म आइपुग्दाखेरि यो चाहिँ मान्छेको चाहिँ नेताहरूको पार्टीहरूको तपाईँ चाहिँ लगाव चाहिँ उसको चाहिँ त्यो राजनीतिप्रतिको विश्वासले गर्दा पनि धेरै कुरा हुँदो रहेछ। म स्वाभाविक रूपमा चाहिँ विद्यार्थी जीवनदेखि सिङ्गो जीवन जनताको परिवर्तनको निम्ति जनताको चाहिँ के अरे सहयोगको निम्ति समाज रूपान्तरणको निम्ति मैले जीवन त्यागेर राजनीतिमा
लागेको साह्रै धेरै समय भएको कारणले गर्दाखेरि राजनीतिमा सबैभन्दा ठुलो कुरो त्यागको महत्त्वपूर्ण पाटो रहँदछ र अहिले पछिल्लो पुस्ताहरूले खोजेको बौद्धिक व्यक्तित्वले राजनीतिक नेतृत्व गर्नुपर्छ भन्ने जुन आम रूपमा उठिरहेको विषय नै भएको कारणले गर्दाखेरि राजनीतिक नेतृत्व सहितको तपाईँको समाजसेवा र तपाईँ चाहिँ बौद्धिक व्यक्तित्वको सही निर्णय गर्न सक्ने र सबैलाई समन्वयकारी भूमिकामा लान सक्ने चाहिँ क्षमता ममा रहेको र सिङ्गो रूपमा चाहिँ भोलि राजनीतिमा भन्दा अर्को क्षेत्र चाहिँ मैले नरोजेको कारणले गर्दाखेरि सिङ्गो राजनीतिलाई फोकस गरेको कारणले आम जनता आम तपाईँको चाहिँ मतदाताहरूको चाहिँ अब विश्वास रहेको छ किनकि पृथ्वी लाउती एउटा तपाईँको चाहिँ त्यागको अर्को नाम हो र सिङ्गो रूपमा तपाईँ समाज रूपान्तरण समाजभन्दा बाहिर जान सक्दैन र उसले जीवन तपाईँको चाहिँ समाजको लागि चाहिँ दिएको कारणले गर्दाखेरि पृथ्वी लाउतीको टिमलाई जिताउनुपर्छ भन्ने चाहिँ आम मतदातामा विश्वास रहेको मैले पाएको छु। जस्तो सत्ता साझेदारी यहाँहरूसँग पनि राप्रपा जोइन हुनुभएको छ होइन, जसले गर्दाखेरि त अब भोट त आफूलाई मात्रै मागेर भएन होइन, अर्को चिन्हलाई भोट माग्नलाई होइन, अर्को चिन्हलाई पनि भोट देऊ भन्नलाई कतिको गाह्रो हुँदो रहेछ, कस्तो अनुभव रह्यो? सहरमा अब तालमेलको कुराहरू विशेष परिस्थितिमा हुने गर्दछन्। यो विशेष परिस्थितिका बावजुद हामी अब चाहिँ यो राजनीतिको बाध्यता परिस्थितिहरू पनि हुन्, त्यो हिसाबले गर्दाखेरि हामीले भोट माग्न जाने क्रममा आफ्ना चिन्हहरूमा सुरुमा आयो तपाईँ चाहिँ दलीय तालमेलको हिसाबले हामीले भोट मागिरहेछौँ। केही ठाउँहरू तपाईँ चाहिँ मतदाताहरूले अब क्वेसन पनि गर्नुहुन्छ, तथापि अहिलेको आवश्यकता तालमेल रहेको कारणले गर्दाखेरि निश्चित रूपमा यो तालमेलको टिमलाई जिताउनुपर्छ र तालमेललाई भोट मागिरहँदाखेरि यो टिमलाई विश्वास गर्नुहोस्, हामी तपाईँहरूको विश्वासलाई तोड्ने छैनौँ भन्दै हामी चाहिँ संयुक्त रूपमा चाहिँ भोट माग्न गइरहेका छौँ। जस्तो के अरे बजार बसेर राजनीति गरिरह हुनुहुन्थ्यो, जस्तो अहिले भोट माग्नलाई घर दैलोसम्म पुग्नु भएको छ, बाटोघाटोहरू देख्नु भएको छ, जस्तो यहाँले राख्नु भएको एजेन्डा र आफू त्यही फिल्डमै जाँदाखेरि देख्नु भएको समस्याहरू के फरक पाउनुभयो? होइन, म तपाईँ चाहिँ राजनीतिमा लामो समय पार्टीको विभिन्न तल तपाईँ चाहिँ नगर कमिटीको सचिवदेखि लिएर हरेक उपाध्यक्षलाई चाहिँ नगर कमिटी 2 कार्यकाल तपाईँ नेतृत्व गर्ने, पार्टीको अहिले तपाईँ चाहिँ कार्यालय सचिव हुँदै उपसचिवको नेतृत्व गरिरहँदाखेरि म सिङ्गो यो जीवनमा तपाईँ चाहिँ सबै जनतासँग, सबै कार्यकर्तासँग, सबै वार्डमा, सबै टोलका चाहिँ जनतासँग साक्षात्कार रहिरहेको छु। मैले जीवनमा तपाईँ चाहिँ यो क्षेत्र मात्र लागिरहेको कारणले गर्दाखेरि मैले हिजोदेखि नै यो समाज बुझेर म एउटा तपाईँ चाहिँ एउटा तपाईँ शिक्षाको एउटा तपाईँ चाहिँ एउटा बेसिक चिज तपाईँको चाहिँ सके पश्चात सिङ्गो राजनीतिलाई बुझेर समाज परिवर्तन लागेको हुनाले गर्दाखेरि मैले हर समय जनताको साथमा रहेको र हरेक क्षेत्रमा गएको कारणले गर्दा मलाई त्यस्तो महसुस भएको छैन। तथापि हिजोको चाहिँ जुन मैले जनतासँग रहेर त्यो ठाउँको बुझेको त्यो माटोलाई चिनेको कारणले गर्दाखेरि मलाई त्यस्तो समस्या रहेको छैन र अहिलेको आवश्यकता हिजो जुन हामीले बुझेर राजनीतिमा लागेको छौँ त्यही समस्याहरू अहिले रहेको कारणले गर्दाखेरि यो बुझ्नमा त्यति ठुलो समस्या रहेन। जस्तो पृथ्वी लावतीलाई चाहिँ एउटा आरोप पनि छ होइन, जातीय मत मागिरहनु भएको छ भन्ने आरोप छ, यो कतिको सत्यता हो? विशुद्ध रूपमा पृथ्वी लावतीको अर्को नाम हो जातीयता त नगर्ने भन्ने। म सिङ्गो तपाईँ चाहिँ एउटा पढे लेखेको मान्छे, मैले राजनीतिलाई समानताका आधारमा हाम्रो समाज विविधतायुक्त छ, विविध जाति, विविध धर्म, विविध संस्कारहरूले युक्त हाम्रो समाजमा यो जातीयता कुराले यसमा चाहिँ तपाईँ चाहिँ यो चाहिँ तुच्छ विषय, योभन्दा खराब विषय, योभन्दा तपाईँ घृणित विषय केही हुन सक्दैन भन्ने विश्वासका साथ म राजनीतिमा लागेको मान्छे हुँ। र अहिले तपाईँले काहीँ बुझ्नुहोस् यो राजनीतिमा तपाईँ जातीय कुरा कसले तल लैरहेछ, कसले उठाइरहेछ भन्ने कुरा तपाईँहरूलाई राम्रै थाहा छ। तपाईँहरू पत्रकारहरू तपाईँले धेरै ठाउँ बुझिरहनु भएको छ। त्यो हिसाबले गर्दाखेरि मेरो विषयमा सबैभन्दा घृणित विषय भनेकै यो जातीय कुरा जसले उठाउँछ यो विषय चाहिँ घोर मेरो चाहिँ आपत्तिको विषय र यसप्रति मलाई विश्वास लाग्दैन। जस्तो जनतामा चुनावप्रतिको एक किसिमको नैराश्यता छ होइन, निराश भएका छन्, यो निर्वाचनपछि कसरी काम गर्दा उत्साह ल्याउन सकिन्छ जस्तो लाग्छ? स्वाभाविक रूपमा अहिले सबैभन्दा अर्को महत्त्वपूर्ण पाटो भनेको हामी आम मतदाताहरू, आम नेपाली जनताहरू, आम तपाईँ चाहिँ नगरवासीहरू चाहिँ राष्ट्रियताप्रति हाम्रो कमजोर मानसिकता रहेको हामीले पाएछौँ। यदि हामी राष्ट्रियताप्रति चाहिँ आम जनसमुदायहरूलाई चाहिँ बलियो चाहिँ तपाईँ चाहिँ विश्वास राष्ट्रियताप्रतिको चाहिँ उच्च सम्मानको चाहिँ विकास गर्नुपर्दछ र वास्तवमा राजनीति बेगर राजनीति पार्टी राजनीतिक नेतृत्वले मात्र समाजको सही चाहिँ तपाईँ चाहिँ दृष्टिकोण समाजलाई सही ठाउँमा लाने र समाजलाई नेतृत्व गर्न सक्ने भएको कारणले गर्दाखेरि अन्य क्षेत्रको चाहिँ पूर्ण विकास भए तापनि राजनीतिक नेतृत्व सही भएन भने समाज अगाडि बढ्न सक्दैन, विकासका आधारहरू अगाडि बढ्न सक्दैन। त्यसका साथसाथै तपाईँको चाहिँ राजनीतिक नेतृत्वले मात्र समाजलाई रूपान्तरण गर्ने भएको कारणले गर्दाखेरि अहिले भएको नेतृत्व, अहिले भएको चाहिँ तपाईँको उम्मेदवारहरू, अहिले भएका राजनीतिक तपाईँ
चाहिँ पार्टीका कार्यकर्ताहरू नै सचेत हुनुपर्छ र समाजमा यो रूपान्तरणको निम्ति हामीले अहिले चाहे जस्तो बाहिरबाट ल्याएर यहाँ नेतृत्व स्थापित गर्ने चाहिँ अवस्था रहँदैन। त्यस कारण हामी भएका मध्ये हामी नेतृत्वमध्ये हामी उम्मेदवार मध्ये केही तपाईँ चाहिँ नराम्रा मध्येबाट राम्रोलाई छान्दै जाने चाहिँ आम जनताहरूको चाहिँ दृष्टिकोण चाहिँ यति बेला सही हुनुपर्दछ र त्यसले स्वाभाविक रूपमा चाहिँ खराब नेतृत्वहरूलाई पनि सही रूपमा लाने चाहिँ तपाईँ चाहिँ आधार तयार गर्छ भन्ने लाग्छ। हस् त, थ्याङ्क यू। पढ्न, हेर्न अनि सुन्नको लागि www.kenzokhबर.com। केन्जो खबरबाट प्रसारित सामग्री तपाईलाई मन पर्यो भने सब्स्क्राइब गर्न नभुल्नुहोला।